विचार गर, यो घर र ज्वाइँले तँलाई 2 वर्षसम्म बुहारी र श्रीमती नोकर बनाएर प्रयोग गर्यो। अझै केही समय प्रयोग हुन्छ आमा, म कुरा गर्छु। वास्तवमा आएपछि राम्रो त यहाँबाट फुरुक्क जा। कथाको सुरुवात निकै दर्दनाक छ। राम आफ्नो टाउको चोट र मनको पीडा लिएर कमलालाई भेट्न पुग्छन्, तर कमलाका बुबा स्वयं कमलाको व्यवहारले रामलाई झनै मर्माहत बनाउँछ। राम भन्छन् म मर्न तयार छु, तर कमलालाई नभेटी जाँदैन। तर यहाँ बुझ्नै पर्ने कुरा के छ भने कमला पनि भित्रभित्रै जलिरहेकी छिन्। उनले रामको फोटो सिरानीमा राखेर भन्छन्, यो फोटोले मलाई पीडा होइन जिउने साहस दिन्छ। एकातिर परिवारको दबाव र अर्कोतिर 7 वर्षको गहिरो माया। कमला अहिले जिन्दगीको यस्तो दोगासमा छिन् जहाँबाट न त उनी रामलाई भुल्न सक्छिन् न त उनीसँग मिल्न नै सक्छिन्। यही बीचमा दुर्गा आमाले एउटा यस्तो चाल चल्छिन् जसले सबैको जिन्दगी बर्बाद पार्न सक्छ। उनले मालतीलाई पैसाको बिटो दिएर कमलाको सिन्दुर र पोते पुछ्ने र उनको अर्को केटासँग बिहे गराइदिने योजना बनाउँछिन्। दुर्गा आमाको लक्ष्य एउटै मात्र प्रश्न छ कि राम र मुनालाई एक गराउने, यदि भएन भने दुईटैलाई छुटाउने। तर के जबरजस्ती सिन्दुर पुछ्दैमा मनको माया मेटिन्छ र? ममता मालतीले साम दाम दण्ड भेद प्रयोग गरेर कमलालाई अर्को बिहेको लागि राजी गराउन सक्लिन् त? यो आउने भागमा हेर्नु निकै रोचक हुनेछ। यता मुनाको अवस्था पनि उस्तै छ। 2 वर्षसम्म एउटै ओछ्यान नभएको श्रीमानको माया पर्खेर बस्नुको पीडा उनले भोगिरहेकी छिन्। उनकी आमाले पनि यही भनेर उनलाई फकाउन खोज्छिन् र उनलाई रामबाट छुटाउन खोज्छिन्। उनलाई लाग्छ रामको जीवनमा उनको कुनै स्थान पनि छैन। आमाले त्यस्तो भनिसकेपछि यस्तो आउनु स्वाभाविक पनि हो। राम अहिले पनि कमलाकै यादमा पागल भएका छन्, त्यसैले मुनालाई लाग्छ उनीप्रतिको माया रामलाई कति पनि छैन। अन्त्यमा मुनाले झोला बोकेर घर छोड्ने निर्णय गर्छिन्। जाँदा जाँदै उनले रामसँग एउटै आशा राख्छिन् कि बस एक वचन नजाऊ भन्नुहोस्, म जिन्दगीभर तपाईँसँगै बस्छु। तर रामको मौतताले मुनाको मनमा अब छिया भइसकेको छ कि रामले मुनालाई रोक्लान् त वा कमलाको यादमा यो घर अब रित्तिने हो। साथीहरू, यो एपिसोडको अभिनयको कुरा गर्ने हो भने राम, कमला र मुना तिनैजनाले दर्शकको आँसु झार्न सफल भए, किनकि विशेष गरी रामको त्यो जिउँदो लास भनेको अवस्थाले धेरैलाई भावुक बनाएको छ। तर के दुर्गा आमाको गरेको यो षड्यन्त्र न्याय छ त? के एउटी नारीको सिन्दुरसँग खेल्ने अधिकार उनलाई छ त? तपाईँलाई के लाग्छ? रामले मुनालाई रोक्नु पर्थ्यो कि कमला नै पर्खेर बस्नु पर्थ्यो? र यो षड्यन्त्रमा मालतीको भूमिका कस्तो होला त? आफ्नो विचार तल कमेन्टमा पक्कै लेख्नुहोला। भिडियो मन परेमा लाइक गरिदिनु होला र बुहारी सिरियलका यस्तै रोचक अपडेटका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।